क्या कुरो खास हामीले नबुझेर चाहिँ नचला हो क्या दाइ। म त एङ्गो नै गर्छु होइन, म म्याक्सिमम् एङ्गो नै गर्छु। अहिले मैले 1 हप्ता भयो कन्टिन्यू मैले एङ्गो मात्रै गर्छु। हेर्नु मेरो कमाइ होइन, म त भोलि देखाइदिन्छु। मैले 1 हप्ता भयो एङ्गो गरेको। त्यो हामीले नबुझे हो क्या दाइ। म फेरि यसमा फेरि कुरिराख्नु परेन क्या, धेरै टिप गर्नु नि पर्ने। हेर्नु मेरो डेली कमाइ हो क्या यो 3400 होइन। योभन्दा पहिलाको पनि छ यो। मैले सन्डेबाट गर्न थालेँ, सटरडेबाट गरेँ हो। यो डेलीको हो होइन, यो डेलीको मेरो इन्कम हो क्या। यो भनेको मेरो चोखो बचाइ हो नि त। यो 6 घन्टा 5 घन्टाभन्दा काम गरेन मैले। म बिहान 4 साढे 4 बजे 5 बजे निक्लिन्छु, 11 बजे 20 टिप पुरा गर्छु, घर जान्छु। यो ब्यालेन्स भनेको हिजोको मैले गरेको कामको पैसा हो। यो आज हालिदिन्छ, अहिले ब्याङ्कमा हालिदिन्छ क्या। हिजो काम गरेर डिस्काउन्ट भएको 300 रुपियाँ थियो, 250 रुपियाँ थियो। अनि के भन्छ अरे बाँकी भने यसमा 1500 जोडेर 1700 अहिले हालिदिन्छ मलाई। त्यो हामीले नबुझ्यो हो क्या दाइ, बुझाइमा कम भएको हो। तर अरूभन्दा राम्रो छ। एकचोटि ट्राई मात्र गरेर हेर्नु होइन। तपाईँले एकचोटि एक दिन चाहिँ तपाईँले केही नसोचिकन क्या, कस्टमरले पैसा दिँदा कम जस्तो लाग्छ, केही पनि नसोच्नु। एक दिन चाहिँ मजाले त्यो गरेर हेर्नु होइन। अनि भोलिपल्ट तपाईँलाई पैसा आउँदाखेरि ओहो रहेछ यार, यो ठिक रहेछ भन्ने चाहिँ हुन्छ क्या भएन। खै म रजिस्टर गरिदिन्छु त्यो नि त। नबुझेको हो, एक दिन मात्र तपाईँ गरेर हेर्नु होइन। एक दिन तपाईँले ट्राई गर्नु, अनि तपाईँ आफैलाई हो रहेछ यार भाइले भने ठिक रहेछ भन्ने हुन्छ। म पनि हामी त कमाउने नि हो नि त, हाम्रो जहाँ कमाइ त्यहीँ ठिक छ भयो होला ल्याउनु। तपाईँ एक दिन चाहिँ यसलाई टाइम दिनु क्या। नम्बर भन्नु तपाईँको 511 29 383। यही नम्बर हो नि, यही आयो आयो 565446। अरूको कुरामा चाहिँ नलाग्नु दाइ, एकचोटि ट्राई मात्र गरेर हेर्नु। एक दिन चाहिँ यसलाई टाइम दिनु क्या। एक दिन टाइम दिनु, हातमा पैसा आउँदैन। भोलिपल्ट त्यो बजाज कलर ब्ल्याक होइन, ब्ल्याक ब्लू हो, ब्ल्याक भनिदिनु। कति कहिलेको यो बाइक म्यानुफ्याक्चरिङ कहिलेको? 54 लट भने कति साल पहिलाको बनेको साल कुन हो यहाँ हुन्छ ल्याउनु त बिलबुकमा। तपाईँलाई कसैले बुझाएको थिएन यसको बारेमा? होइन मलाई त कस्तो लाग्छ नि, हामी सबै कमाउने हिँडेको दाइ है। 2024 मोडल 2024 157 लट भन्नुभयो। कति लटको? 154। ए 2024 त्यही भएर 2024 लाउनु त। त्यसको लागि चाहिँ तपाईँले टिप गर्नु छ भने अन बस्ने, टिप गर्नु छैन भने अन नबस्ने क्या। सो अब त्यो गर्दै गयो नि, तपाईँले अर्को टिप लिनुभयो भने फेरि बढ्छ क्या। त्यो सिआर चाहिँ मेन्टेन हुँदै जान्छ। टिप लिनु भएपछि चाहिँ यस्तै आउँछ, अनि यो हराउँछ क्या। अनि फेरि यस्तो डबल ट्याप गर्नु, ठ्याक्कै यो देखाउँछ, यसलाई अफ गरेर मान्छे लिएर जाने गर्नु। नत्र यो बजेको बजै गर्छ क्या, यत्तिकै बजेको बजे हो। अब यो सिआर कसरी बढ्छ त्यसलाई हेर्नु। सिआर बढ्ने भनेको यो टिप तपाईँले एक्सेप्ट गरेर जानु भने यसमा +2 पोइन्ट बढ्यो क्या, तपाईँको सिआरै बढ्यो क्या। यो 2 पोइन्ट चाहिँ सिआर बढ्छ है। जाम न म नि अब अन गर्छु, तपाईँ अन गर्नु।